ल भन्नुस् त तपाईको छोरालाई किन प्रहरीले पक्राउ गरेको अरे? हो त्यही त थाहा पाउन खोजेको मैले। मेरो सोझो छोरालाई किन लग्यो पुलिसले थाहा पाउनु पर्यो नि। ए तपाईको छोरा सोझो हुनुहुन्थ्यो? नि बहिनी म सतना मेरो जिग्री हो के मलाई थाहा छ सब कुरा। भन्नुस् त तपाईको साथी सोझो हुनुहुन्थ्यो? सोझो हैन त जहाँ डक्सी चुरोट बाइक केही खाँदैन थियो। अनि के को अनि हप्तामा जम्मा 5 दिन ठमेल जान्थ्यो। 5 दिन ठमेल जान्थ्यो। 2 दिन त ह्याङ भयो भने सुत्थ्यो। त्यस्तो सोझो मान्छेले पुलिसले समात्ने। अनि घरमा त खाँदैन थियो त्यसले। घरमा तपाईँ डरले खाँदैन थियो नि। घरमा नखाएपछि मान्छे सोझो भएन। कम त इज्जत गरे तपाईँको। देख्नु भयो नि कति सोझो थियो मेरो छोरा। ए बा ए दस के भयो तँलाई? के हो नि मुला? हिजो पुलिस चौकीमा रातभरि पुलिसले लठी रेस्पेक्ट गर्यो नि यार। ए हो र बसेर कुरा गरौँ। मेरो बस्न मिल्दैन दोस्त। बस्न के हुन्छ र? तँलाई पनि पुलिसले रेस्पेक्ट गरेर थाहा हुन्छ क्या। बसको सिटमा त 11 किलोमिटर हिँड्दै आएर छु। 11 किलोमिटर हिँड्दै आएर छु। भन्नुस् त तपाईलाई पुलिसले किन पक्रेको अरे? ओ खोइ विदेश जानु पर्यो भनेर ब्याङ्कवालाले पैसा निकाल्न गएको। यतिकै पुलिस आएर समात्ने पनि मलाई देख्नु हो। मेरो यस्तो सोझ साथीलाई ब्याङ्कमा पैसा निकालेर समात्ने। त्यही माथि यस्तो बस्ने उनको रेस्पेक्ट गरेछ। त्यही त आफ्नै पैसा लिन जाँदा पनि पुलिसले किन पक्रायो होला? हुन त रातको 2 बजे आफैले ब्याङ्क खोल्न पैसा निकाल्न गएको त्यही भएर समाते हो कि? अब उनीहरूलाई के दोष दिनु भनेको नि? छोड्न गाह्रै छ। अझ सोझो मान्छे अरे रेस्पेक्ट त अर्को खुट्टा पनि पुगाइरहेको छ नि। अनि केटो विदेश जाने पो विचार गरिस्? अब 2000 वर्ष विदेशमा गएर सुख काटेर आउनु पर्यो। अनि विदेश जान्छु भन्छ सिप लिएर आछस् कि? सिप त केही पनि सिकेन। सिप नभए ट्रेनिङ लिएर जाने। विदेशमा काम पाउनु सजिलो हुन्छ नि। ट्रेनिङ लिने? के को ट्रेनिङ लिने? केयर गिभरको ट्रेनिङ लिन। विदेशमा यसको पनि राम्रो छ के यसको? कुरा त सही गरे भाइले। ल मलाई एउटा राम्रो केयर गिभर ट्रेनिङ दिने ठाउँ नाम भन्छ। बाग बजार भएको एन्जल केयर गिभर ट्रेनिङ सेन्टर जा न।